अस्तिको मैले बसेको तपाईँलाई खण्ड पर्छ गलाती हामी 6 अध्यायको 1 देखि 10 सम्म है मैले 3 पद तपाईँलाई अस्ति स्पष्ट गरिसकेँ। आज म 4, 5, 6, 7 मा स्पष्ट गरिदिन्छु है। हामी पहिलो नम्बर हामी गलाती तपाईँले हेर्नुहोस् यो 6 अध्यायको 1 देखि हामी अहिले चाहिँ सर हामी 1 देखि हामी 10 पदसम्म हेरौँ। त्यसपछि म तपाईलाई बुझाउनको लागि चाहिँ 4 देखि म तपाईलाई 10 सम्म तपाईँलाई आज बिचमा हुन्छु है। हामी गलातीको पुस्तकले पढ्नुहोस् र त्यसपछि अनि 6 अध्यायको 1 देखि 10 सम्म हामी बिस्तारै पढौँ अनि त्यसपछि म तपाईलाई मैले कतिसम्म सक्छु तपाईलाई म बुझाउँछु है। तपाईले बुझ्नु पनि पर्छ यति भन्दै लाउँछ। हामी यो गलातीको पुस्तक तपाईले लौ त 6 अध्यायको 1 देखि हामी 10 सम्म भाइ हो। यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नो पनि विचार राख, नत्र त तिमीहरू पनि परीक्षामा पर्नेछौ। एउटाले अर्काको भार उठाऊ र यसरी खिसको व्यवस्था पुरा गर। किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। प्रत्येकले आफ्नो कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ। किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ। वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँडचोड गर्नुपर्छ। अनि धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन। किनभने मानिसले जे रोप्दछ त्यसको कटनी पनि गर्नेछ। अनि जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्दछ त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्दछ त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। अनि भलाइ गर्ने काममा हामी नथाकौँ, किनभने यदि हिम्मत हारेनौँ भने ठिक समयमा हामी कटनी गर्नेछौँ। यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दै जाउँ, विशेष गरी तिनीहरूको जो हाम्रो विश्वासका परिवारका हुन्। हालेलुया प्रभु। हामीले अस्ति हैन यही खण्डबाट आज म तपाईलाई यो आज 4 पददेखि म तपाईलाई स्पष्ट गरिदिन्छु है। हामीले अस्ति 1 देखि 3 सम्म हामीले अस्ति अध्ययन गऱ्यौँ। आज म तपाईलाई 4 देखि म 10 सम्म तपाईलाई बिचमा हुन्छु है। 4 पदमा हामी यो वचनको पहिला भाइ हामीले सुनौँ। प्रत्येकले आफ्नो कामको जाँच गरोस्, तब मात्र त्यसले आफूलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ है। पहिलो नम्बर तपाईँ र मैले आफ्नो कामलाई जाँच्नुपर्छ है। यो एउटा पावलको भनाइ छ। पावलको अर्थ यो होइन कि हामी आफैमा घमण्ड ठिक छैन है। घमण्ड गर्नु ठिक छैन, किनभने हामीले जे गरे पनि त्यो परमेश्वरको अनुग्रहबाट गर्छौँ भन्ने हामीलाई राम्रो थाहा छ है। यो कुरा हामीले जहिले पनि बिर्सिनु कुरा चाहिँ हामीले जे गर्छौँ त्यो हामी सबै कुरा चाहिँ परमेश्वरको अनुग्रहमा गर्छौँ है। तपाईँ मेरो जीवनमा लाभ हुन्छ, तपाईँ मेरो जीवनमा छुटकारा हुन्छ, तपाईँको मेरो जीवनमा विजय हुन्छ। यो सबै कुरा चाहिँ परमेश्वरको अनुग्रहबाट हो भने तपाईँले बिर्सिनु हुँदैन। तपाईँले अर्को पद पढ्नुहुन्छ है। यो अर्को खण्ड चाहिँ तपाईँले पहिलो कोरिन्थी 15:10 मा तपाईँले हेर्नुहोस् त। यहाँ पावलले भनेको छौँ, तर जो म छु नि त्यो परमेश्वरको अनुग्रहले छु। म माथि भएको उहाँको अनुग्रह व्यर्थ भएन, बरु मैले त तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ, तैपनि मैले होइन मसँग भएका परमेश्वरको अनुग्रहले हो भनेर पावलले यसरी आफूलाई होइन गर्व गर्छ है। तपाईँ र मेरो जीवनमा हामी आफैले घमण्ड गर्ने कुनै पनि हाम्रो जीवनमा त्यो खालको कारण छैन है। हामीले घमण्ड गर्छ भने
परमप्रभु परमेश्वरमा घमण्ड गर्नुपर्छ। उहाँको अनुग्रहले हो तपाईँ मेरो हामी जहाँ छौँ नि यो सबै भएको कारण चाहिँ परमेश्वरको अनुग्रहले हो है। तपाईँ र म यहाँ उभिनु होइन, तपाईँ र म स्वस्थ हुनु होइन, तपाईँ र म विजय हुनु, यो सबै कुराको कारण तत्त्व चाहिँ परमप्रभु परमेश्वरको अनुग्रहले भनेको हामी कहिल्यै बिर्सिनु हुँदैन। याद गर्नुहोस् है, हामी गल्ती गरेर कहिलेकाहीँ म भन्ने शब्द चलाउँछौँ नि, त्यो शब्द तपाईँ र मैले कहिले पनि सकेसम्म होसियार हौँ। मैले गर्दा मेरो होइन, मसँग होइन, यी सबै कुरा चाहिँ म भन्ने शब्दले तपाईँको मेरो जीवनमा यसले कहिले पनि हामीलाई आशिष ल्याउँदैन। यो कुराले हाम्रो जीवनमा आशिषको बदलामा पनि चाहिँ ल्याउन सक्छ है। त्यसपछि अर्को एउटा तपाईँले अर्को एउटा खण्ड पनि हामी हेरौँ। त्यसपछि हामीले अर्को तपाईँले यो पहिलो कोरिन्थी 10:17-18 तपाईँ हेर्नुहोस् एकचोटि। घमण्ड गर्नेले परमेश्वरमै घमण्ड गर्नुहोस्, किनकि आफ्नो तारिफ आफै गर्ने मानिस स्वीकार गरिँदैन है, तर प्रभुले तारिफ गर्नुहुने मानिस। हजुर पहिलो कोरिन्थी 10:17-18 है। त्यसपछि स्वीकार गर्ने छ अनि परमप्रभु परमेश्वरले तारिफ गरेको मान्छे मात्र स्वीकार हुन्छ होइन। परमप्रभु परमेश्वरले जुन वचन हामीले घरिघरि तपाईँले बुझ्न पनि कुरा चाहिँ हामीले घमण्ड गर्नु छ भने परमप्रभु परमेश्वरमा घमण्ड गर्नु अति राम्रो हुन्छ। म परमेश्वरलाई चिन्दछु, म परमेश्वरलाई जान्दछु भन्ने विषय। त्यसपछि परमेश्वरको होइन परमेश्वर काम गर्नु छ भन्ने कुरा तपाईँले घमण्ड गर्नु अति राम्रो छ। तर तपाईँले म आफैले घमण्ड गर्ने यहाँ कुनै पनि हामी कारण भेट्दैनौँ है। किन तपाईँलाई थाहा छ हामीले केसँग दाँजेको छ भने यो सिसाको गिलाससँग दाँजेको छ है। कसैले माटोको भाँडासँग दाँजेको छ। याद गर्नुहोस् है, हामी माटोको भाँडा है, माटोको भाँडा जतन गरिन्छ मात्रै हो। अनि जब भुइँमा खसिसकेपछि त्यसको अस्तित्व गयो। याद गर्नुहोस्, यो सिसाको भाँडा पनि जति महँगो भए पनि छ नि, यो तपाईँको मैले जतन गरिन्जेल हो। यसलाई होइन अनब्यालेन्स भयो भने त्यसरी कुनै तरिकाले यो फुत्क्यो हातबाट भनेदेखि यसको अस्तित्व मेटियो। चाहे जतिसुकै महँगो होस्, तपाईँले यो होइन 1000 रुपियाँ हालेर तपाईँ ल्याउनु भएको छ भने पनि यो तपाईँको हातबाट जब तल झरिसकेपछि यो फुटेपछि यसको अस्तित्व गयो। अनि तपाईँ मेरो पनि जीवनमा छ नि, जब एकपट्टि सास बन्देको सास कतिखेर जान्छ थाहा छैन। यो सास तपाईँ मेरो जीवनबाट गइसकेपछि हामी जतिसुकै मान इज्जत भएका हौँ, जतिसुकै परिचित व्यक्ति यो संसारमा हौँ, तर हाम्रो अस्तित्व गयो। नामले के गर्छ होइन, नामले के हुनेछ तर अस्तित्व गयो। याद गर्नुहोस् है। अनि एउटै कुरा चाहिँ छ नि, हाम्रो अस्तित्व जान्छ, यो शरीर चाहिँ गयो, खाल्टो गयो, सिद्धियो, केही गर्ने अनि त्यसमा केही भएन। तर अर्को कुरा छ नि, हामीले परमेश्वरमा गरेको काम छ नि, तपाईँले उहाँमाथि गरेको विश्वास चाहिँ जाँदैन। एउटा महत्त्वपूर्ण कुरा त्यति मात्रै हो। याद गर्नुहोस् है। अनि त परमप्रभु परमेश्वरको तपाईँले मैले उहाँको घमण्ड उहाँमा गर्नुपर्ने है, उहाँले त्यो त्यस कारणले अर्को म तपाईँ 5 भन्न चाहन्छु है त। त्यसपछि हामी 5 पदमा हामी गयौँ भनेदेखि यो के अरे 5 पदमा है। त्यसपछि हामी 5 पदमा गयौँ भने हामी पद 5 मा, किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ। याद गर्नुहोस् है, हरेकले आफ्नो भार आफैले उठाउनुपर्छ। याद गर्नुहोस्। यो पद 2 मा पनि, यो पद 2 मा चाहिँ एउटाले अर्कोको भार उठाऊ भनेर भनिरहेछ। अनि यसरी ख्रिस्टको व्यवस्था पुरा गरेर भनेको छ। त्यसपछि 5 पदमा के भनेछ भने आफ्नो भार आफै उठाऊ भनेको छ। म तपाईँलाई के भन्न चाहन्छु भने यो 5 पदले भन्न खोजेको कुरा छ है। यो 2 पदमा भनेको कुरा चाहिँ आफ्नो होइन, एकले अर्को भार उठाऊ भनेको छ। त्यहाँ चाहिँ एकले अर्को उठाउने भार के तपाईँलाई थाहा छ?
हामीलाई आपत पर्दाखेरि कहिलेकाहीँ हाम्रो होइन हामी काम गर्दाखेरि नभ्याउँदाखेरि एकजना परिवार बिरामी भइरहेछ होइन, काम गर्न सक्ने कोही बिरामी भएको छ, त्यो परिवारमा होइन खेती बाँझो छ होइन, फसल उठाउनु बाँकी छ भने त्यो हामीले भार उठाउने हो। याद गर्नुहोस्, उसले गर्न नसक्ने गरौँ कामहरू छ भने उसले सक्दैन भने हामीले उठाउने त्यो भार हो। एकलग्न भार त्यसले पनि उठाइन्छ। त्यसपछि उसलाई चिन्ता फिक्री परेको बेलामा होइन उसलाई उत्साह दिने कुरा भयो होइन, आपत परेको बेलामा उसलाई के आर्थिक कुराहरू दिने कुरा भयो, त्यो हामीले भार उठाउन सक्छौँ। अब तपाईँले यो छ नि 5 पदको कुरा गर्नु भने आफ्नो भार आफै उठाऊ, यो भार अरूले उठाउन सक्दैन। कुन भार उठाउन थाहा छ? यो 5 पदको भार चाहिँ छ नि, हामी यो 5 पदको भार हामी यो चाहिँ अनि पश्चाताप होइन, स्वीकार नगर्ने, आत्मा आज्ञा नमान्ने, अनि यस संसारमा हामीले जे जति गरेका छौँ नि त्यसको होइन बारेमा हामी प्रत्येकले आफ्नो लेखा हामी आफूले दिनुपर्छ। यो हामीले जति पनि गल्ती गर्नेहरू भाग छ नि, तपाईँले म सुध्रिने कुराहरू हाममा पश्चाताप छैन भने अर्कोले उठाउन सक्दैन पश्चातापको भार। तपाईँले मैले होइन एकअर्कालाई क्षमा दिन सक्दैन भने स्वीकार सक्यो अरूले उठाउन सक्दैन त्यो भार। अनि तपाईँले म आज्ञा उल्लङ्घन गर्छु भने त्यो भार अरूले उठाउन सक्दैन। त्यो भार तपाईँले मैले त्यसको लेखा दिनुपर्छ है। एक दिन परमप्रभु परमेश्वर तपाईँलाई मलाई लेखा लिनुहुन्छ। जे हुँदैन भनेको छ हामी त्यही गर्दैछौँ भने त्यो भार अरूले होइन तपाईँले मैले उठाउनुपर्छ। मेरो भार उठाउन सक्दैन। त्यो चाहिँ कुन चाहिँ भार हो? त्यो चाहिँ न्यायमा हामी खडा हुने समयको भार अरूले उठाउन सक्दैन। याद गर्नुहोस् है। अनि त्यसै कारणले आफ्नो भार आफै उठाउनु। अब तपाईँले म कुन कुरामा हामी होइन सतर्कता अपनाउने हो, हामी त्यो कुरामा हामी आफैले आफैलाई हामीले जाँच्नुपर्छ। त्यसपछि एक दिन त्यस्तो समय आउँछ तपाईँले चाहिँ यो पहिलो कोरिन्थी 5:10 हेर्नुहोस् त। पहिलो के दोस्रो कोरिन्थी 5:10 पनि पढ्नुहुन्छ है तपाईँले। दोस्रो कोरिन्थी 5:10 हेर्नुहोस् है। त्यहाँ भनेको छ अर्को एउटा खण्ड पनि छ, त्यो तपाईँ नपढाउनै हुन्छ होइन। हामी रोमीमा पनि हामी जोड्नु थोरै छ यसको। यसैले हामी हरेकले परमेश्वरलाई आफ्नो लेखा दिनेछौँ है। अनि यो दोस्रो कोरिन्थी 5:10 के भन्छ भने किनकि हामी सबै ख्रिस्टका न्याय आसनको सामुन्ने खडा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरेको गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ भन्नुहुन्छ। हामी जब छ नि अहिले तपाईँलाई मैले गरेको गल्ती कसैलाई हालिदिन सक्छु होइन, मैले होइन भन्न सक्छु, पन्जिन सक्छु, म स्वीकार गर्न चाहन्न त होइन। अब जब तपाईँ न्याय आसनको अगाडि उभिँदाखेरि छ नि तपाईँले झुट बोलेको मैले बोल्ने भन्नै पाउनुहुन्न। तपाईँले अपशब्द छ नि बोल्न नआउने शब्द, हामी त फोहोर शब्द हुनु बुझ्छौँ त्यसरी है, त्यो शब्द मैले बोलेको होइन भन्नै पाउनुहुन्न होइन। मैले कसैलाई होइन पछाडिबाट होइन मैले थाहा नपाउने गरेर छोरा हालेको भन्नै पाउनुहुन्न। त्यहाँ छेउको छ नि यो उदाहरणलाई छ नि त्यहाँ छ तपाईँको छ नि रेकर्ड गरेको कुरा अब होइन यो टक्क लगाएर देखिन्छ। याद गर्नुहोस् अहिले मोबाइलको जमाना छ अहिले होइन, तपाईँको रेकर्ड गर्ने जमाना छ नि होइन। अहिले छ नि कतिचोटि हाम्रो बिचमा त्यस्ता मान्छेहरू हुन्छन्। याद गर्नुहोस् तपाईँ मेरो कुरा चोर्नेहरू होइन त्यो खालको होइन सुराग भन्छ कि सुरागहरू कहाँनिर कुन बेला बसेर तपाईँको रेकर्ड थाहै हुँदैन। हेर्नुहोस् त रेकर्ड मात्र होइन तपाईँको भिजुअल पनि गर्ने त्यो खालको यस्तो टाँग छ नि, यो टाँग सिम्पल छ होइन, यो टाँगले पुरै भिजुअल खिच्न मिल्दैन। याद गर्नुहोस् है त त्यो खालको चिप्स यसमा हालेर होइन तपाईँसँग कुरा गरिरहेको छ होइन, कुरा गरिरहेको छ तपाईँको हाउभाउ यताउति गरेको सबै कार्यक्रम यसले खिचिरहेको छ। याद गर्नुहोस्। अनि जब तपाईँले सबै कुरा तपाईँसँग उसले लिइसकेपछि तपाईँलाई पक्रेपछि तपाईँले होइन भन्न पाउँदैन। भिजुअलमा देखाइन्छ त्यहाँ यो त हो कि तैँले बोले हो कि नै। पहिला त त्यो क्यासेटमा रेकर्ड गर्ने मात्रै आएको थियो होइन, त्यो पनि होइन यस्तो अचम्म थियो कि होइन। अहिले तपाईँलाई थाहा छ अहिले तपाईँको भिजुअल यति चाँडो मान्छेले होइन
तपाईँलाई देखाइदिन सक्छ। अनि त्यो त माथि न्यायको दिन होइन हुने त्यो एउटा सानो त्यो चाहिँ तपाईँले चाहिँ उदाहरण मात्र याद गर्नुहोस्। अब तपाईँ मैले एउटा संसारमा मान्छेले पाएको ज्ञानले यति ठुलो अचम्म काम गरिसकेपछि त्यो ज्ञानले तपाईँ सम्झिनुहोस् त त्यो परमेश्वर कस्तो हुनुहुन्छ हेर्नुहोस् त। त्यस कारणले अब तपाईँ मैले त्यो न्यायको दिन हामी जब उपस्थित हुनको लागि अनि त्यो भारहरूले होइन तपाईँहरूमा आफै सतर्क हुनुपर्छ। तपाईँहरूमा आफै स्वीकार गर्ने कुरामा हामी चनाख हुनुपर्छ। तपाईँहरूमा आफै छ नि प्रस्ताव गर्ने कुरामा तपाईँहरूमा चनाख हुनुपर्छ। त्यसपछि हामी त्यो दिन छ नि हामी न्यायदेखि बच्न सक्छौँ। त्यहाँ छ तपाईँले गएर छ नि त्यो दिन तपाईँ जब न्यायको दिन तपाईँ जब यीशुको आगमन भइसकेपछि बाबा म गर्दिनँ यो भनेर सुख पाउनुहुन्न। अहिले त परमप्रभुले तपाईँलाई मलाई सुध्रिने अवसर दिनुहुन्छ। परमेश्वर त्यति भला हुनुहुन्छ होइन। आगमन किन ढिला भयो भनेर हामी कसैले प्रश्न गर्यो भने त्यो त परमेश्वर हामीमाथि दया देखाउनु भएको। हेर्नुहोस् त योभन्दा 35-40 वर्ष अगाडि परमेश्वर आगमन भइदिए हामी कहाँ आउनु पर्यो हेर्नुहोस् त।